Tadari malam cemoti सर्वप्रथम yenge हामी आज kyangwen ya phebe त्यस्तो दिन रहेको छ र kyangwen ya gezo यसै सालको chongpa अन्तर्राष्ट्रिय कागी मोलम 40औं कागी मोलम रहेको छ। यहाँ उपस्थित हुनुभएका mang अ, marum che गोश्री डुङ गोश्री ग्याल्सा ज्यू, Shinyan त्यसै गरी गराउन बज्यू, त्यसै गरी औतरे गुरु खिम्बु आचार्य, अ, साथसाथै अनि भिक्षु भिक्षुनी, साथसाथै उपासिका र सबै ठाउँदेखि पाल्नुभएका अनि सम्पूर्ण श्र श्रद्धालु महानुभावहरूमा, त्यस्तै गरी हिमालयन जति पनि बौद्ध मार्गीहरू हुनुहुन्छ सबैलाई मेरो तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउँदै सबैलाई टाँसिदिले व्यक्त गर्दछु। da jale ya hazang अस्ति chiri के tiang phebe ge da कुरा tsokpa मैले lo बताइसकेँ। ne दुसुम खेम्पाको tenda पहिलो chöp कर्म दुसुम ngi खेम्पाको अब ge छैटौँ pare छ बुद्धे धर्ममा, अनि तेस्रोमा hazang जाँदैछु। gi ko le an de ne तेस्रोमा चाहिँ के एकदम chi करुणाको ge विषयमा हो, ma so द कम्पेसन, दयामाया करुणा भन्ने विषयमा हो। da ti bo shimbyo ge shunglo de zu na lo ne त्यसको ngi ji shimbo ge विषयमा फेरि यसलाई निरन्तर da दिन te che चाहन्छु। ba chi bu ji ba so ya re ina da chi ngi ji shimbo ge माया नि ge ya धर्म cha ri bo chi ma ya ba che सङ्ग्रह अनुसार to ska la ha bo करुणालाई अत्यन्त di sa re sa sa ro ba राम्रो जोड दिएको छ। ji da da nga na ju ju bu na lo ne प्रवचनभित्र da ti लेखिएको bo छ कि kan de ji su ya re sa lo ne करुणा भनेको के हो भन्दाखेरि समस्त da ji ji प्राणीहरू chen de ki प्राणीहरू दुःखदेखि ge मुक्त ge se ya ba de होस् na nga zo भन्ने wa एउटा ma ji भित्री shi एउटा ge 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 मनोभावना अर्थात् कोमल चित्तले da बुझिन्छ। ti nga zo ge ji de she ja da अ, ni ro ji ge to अनि ya आज म यही करुणालाई नै अलिकता to ji pen do yo विशेष त ge फरक ma ro तवरले व्याख्या गर्नेछु यो करुणाको विषयमा। Tili अ, da shamla ya nga zuyo ki thangpo nye le ya tsuwa mi zawa, यो tsuwa na mi zawa shimli ki करुणालाई tsuwa बुझ्नुको लागि ki na sam tre. पहिला एउटा Tsuwa na मनोभाव mi zawa अर्थात् shimli ya bi भावना shimli chen de विषयमा de म tene तिनवटा कुरालाई ki जोडेर tene करुणालाई बुझाउन चाहन्छु। inji se ya di kandil ji imba de ji kacho यो da करुणा yang भनेको naro के हो jir त? kwa ne kuwa le mi na अब yang da करुणा भनेको के हो त भन्दाखेरि अब यसलाई अलिकता tsuwa भित्री sum पक्षमा kar ge हेर्दाखेरि che bi na यो ane तीन rang प्रकारको jin भावना jin के हो ji अथवा tang मनोभाव के हो tene भन्दाखेरि rang dang आफूलाई ge ji स्नेह tene अर्थात् so माया ji गर्ने tang भावना da एउटा tene यो ji रहेको छ। ane thongme अनि kher kyang ge अर्को tsuwa के हो त? 다나 신 एक्लोपनको 샹다 भावना। 샤제 샤기 अर्को के रहेको छ? कतैबाट भने 샤다 उब्जने एउटा 샤다 मनोभाव। 시거바 यो तीन 어다 प्रकारको रहेछ। 딘디 फेरि भन्न चाहन्छु, 또지사 티스부터 आफूलाई स्नेह गर्ने भावना, 다 테수 एक्लोपनको 쳔베 भावना 쳔베 र 팅나레 कतैबाट भने उब्जने मनोभाव, तीन 니즈게 प्रकारको भावनामा 요마로야 जोडेर म 샤다 करुणाको व्याख्या गर्न 다 जाँदैछु। 저와 테수부디 यो 지게레 तीन प्रकारको 양아저게 윤도 यो तीन 통하게 प्रकारको भावना हामीले 네 उब्जने हुनु जन्मनु एकदम सजिलो रहेको छ, त्यति गाह्रो छैन। करुणा भन्दाखेरि पनि 땅아주는 सधैँ 윤도 नै 나한테 샤리오 दैनिक 말마로네 जीवनमा यो 소와 उत्रिएको 숨부디 भावना नै रहेको छ। 인지 यो तीन 버루라 प्रकारको 샤바레 भावनासँग धेरै सम्बन्ध रहेको 다버도 करुणा भनेको 제게 चाहिँ। 인지 विशेष गरी यो करुणाको विषयमा 게야 धेरै सम्बन्ध केसँग रहेको छ? यो हाम्रो 아는 내가 시작이 भावनाहरूसँगै 근데 दिनदिनै हामी 이나네 भावनाहरूसँग खेल्छौँ नि त, 샴이야 विभिन्न 초월이야 मनोभावहरू आउँछ। 샤베도 집에 있는 상태에서 यो तीन प्रकारको भावना के रहेछ? 다다버디 कसरी यो करुणासँग 인지야 सम्बन्ध रहेको छ त 샤지오르 भन्दाखेरि यसलाई 지와카리야 अलिकता 다티 이거리마 विस्तारमा बताउन चाहन्छु। पहिला के हो 다 त? 란진진샤 करुणा र 딱 당기 고는 수가는 आफूलाई 란진진제 स्नेह 지어래 गर्ने 다나야 भावनाको विषयमा जोड्दाखेरि 도스케 케벤지볼 삼도하지 얼와 어따디 अब आफूले आफूलाई स्नेह गर्ने दिनु माया गर्नु भने के हो त? 다 यो समाजमा 버디 샤도도 आफूले आफूलाई 이 माया 다티 नगरेको पनि हुँदैन। 란진지존 सबै 나로야 घाँस बाँस 제게 कबास 근데 सबै 지 गरेको आफ्नै लागि त हुने होइन र? 샤테 다 란진진제 레스 라비는 저기하래 त्यही कारणले 다나 신기 आफू 지게 आफूलाई नै माया गरेको 이버디 हो भने पनि 제버지나나 बुझ्दछ। अर्को चाहिँ 다나 के हो त? 신기 आ, 지 벤조르 바레 मान्छेदेखि एउटा 지지 벌어서 मानिसदेखि अर्को मानिससँग सम्बन्ध राख्ने 다티 र 지속 नातागाता एउटा 라부지 मेलमिलापतालाई बुझाउँछ। 랑징징 अर्को के हो त? अब 멍징 आर्थिक कुराहरू, 거라서 주디야 राजनीतिक कुराहरू, जस्तो कि यो समाजमा विभिन्न 근데 आ, 이제 랑징징 세아데 헙디 कलाहरू, 년주시네 विभिन्न 인지 셈보 आ, 제바 आ, 시간 내 되거든 नैतिकतादेखि लिएर 제바 सबै 매베 딘데 कुराहरूसँग 뭐 सम्बन्ध 샤오다네 गाँच्ने एउटा के हो 웅이 त? 나와 यो 차네 आफू आफूलाई माया भएर गरेको त रहेछ नि। 따이네야 यसको स्रोत भनेको यही नै छुनु पुगेको रहेछ। 등을 털어야 랑징징의 인지 버루라 제바 열어다 요 말이야 봐 अब 웅이 वास्तवमा हामीले 안다네 हेर्दाखेरि के हो त? अब 제베야 आ, यो करुणा र आफूले 제가 नै माया गर्ने कुरा चाहिँ 랑징징다 인지 अलिकति 세아데 भिन्नता हो कि एउटै हो त के हो त 간다르다 भन्दाखेरि यसको विषयमा फेरि पनि खुलासा गर्नुपर्दा 부는 희소 말에 처리도 처리는 이제 간다르 차려 아래
वास्तवमा अलिकता हेर्ने हो भने के हो त अब चिसो र तातो होइन नमिल्ने जस्तो बेग्लै बेग्लै भयो जस्तो देख्छ तर भित्री सारमा तत्त्वमा कुन पुग्यो भने एउटै रहेको छ यो कसरी भयो त भनेर भन्दाखेरि हामी जन्मिसकेपछि स्वभाव नै के हो त दुःखदेखि मुक्त हुन चाहन्छौँ सुख सधैँ नै हामीले पाओस् भने सुख पाओस् भने हामीलाई उत्पन्न होस् भने चाहन्छौँ यही भित्रमा हाम्रो जीविका उपार्जन अब चलिरहेको यो भित्रमा हेर्दाखेरि स्पष्ट रूपमा देख्न सक्छ बुझ्न सक्छौँ कि मलाई दुःख चाहेको छैन सुख चाहेको छ यो के रहेछ भन्दाखेरि यो आफू आफूले माया भएर नै रहेछ नि त यसले के यसको यसले रूप के ल्याउँछ त भन्दाखेरि म र अनि यसले स्पष्ट ल्याउँछ तर पनि के हो त अब हामीले चाहिँ के हो त म र अरू भने दुई प्रकारको यसमा पक्षहरू मिलाएर अब यसरी आफू आफूलाई माया गर्ने आउँछ यो मेरो हो यो अरूको म अरू भन्ने आउँछ यो एक किसिमको आफूले आफूले माया गर्ने तरिका भयो तर यो करुणा भने के हो त म जस्तै दुःख अरूलाई पनि भएको हुँदाखेरि सबैको लागि सुख शान्ति किन नहोस् सबैको लागि चाहेको छ नि भने एउटा मनमा मनोभाव खेल्नु नै यसलाई करुणा भनिन्छ अब करुणा भने यही आफू आफूले माया गर्ने भने के हो त अब कसरी यसलाई बदल्ने करुणा हो भन्दाखेरि मलाई जस्तो दुःख चाहेको छैन सुख चाहेको छ म जस्तो प्राणी अरू पनि त्यही किसिमको रहेको उसलाई पनि सुख चाहेको बाहेक दुःख चाहेकै छैन भनेर यसरी यसलाई के गर्ने त भन्दाखेरि अब बदल्नु पर्यो नि आफूले आफूले माया गरेको जस्तो अरूलाई पनि अब माया गर्नु पर्यो नि अब हामी म भनेर अब संसारमा घुमिरहन्छ भौतेर रहन्छौँ नि म भनेर म राम्रो हुनु पर्यो भनेर आफूले माया गर्छौँ नि होइन त्यही किसिमको अरूलाई पनि माया गर्नु जानु पर्यो मलाई यस्तो दुःख अरूलाई पनि छ अरू पनि एक दिन मर्छ किनभने म मर्ने रहेछ नै हो यसरी आफूले चाहिने अरूलाई हामीले साटोपाटो गर्यो भने यही करुणाको हो भने यसरी बुझ्नुपर्दछ त्यसै कारणले धेरै फाइदा के हो त भन्दाखेरि साटोपाटो दुःखहरूलाई बुझेर आफ्नो सुख अरूलाई अरूको सुखहरूलाई चाहिँ अरूको दुःखहरू चाहिँ मेरो जस्तो दुःख हो भनेर सम्झेर यसरी करुणा उत्पत्ति गरायो भने धेरै लाभदायक रहेको छ अब एउटा कुरा के छ भन्दाखेरि आफूले माया कसरी गर्नुपर्छ यो त एकदम राम्रोसँग बुझिरहेको होइन र राम्रो बुझ्छौँ हामीले आफूले आफूलाई होइन माया गर्ने तरिका आफूले बुझ्छ त्यही किसिमको त्यस्तो कारणले आफूले कस्तो माया गर्छ त्यसरी नै अरूलाई पनि त्यसै गरी त्यो कदमदेखि चाल्नु पर्यो अरूलाई माया गर्नुको लागि आफूलाई दुःख भोग्दाखेरि दुःख आइपर्दा कति दुःख हुँदो रहेछ आफूले मर्का पर्दाखेरि कति साह्रो पर्दो रहेछ त्यस्तो नै अरूलाई पनि त्यही त हुने ओहो मलाई यस्तो दुःख भयो उसलाई पनि दुःख अवश्य नै हुनेछ किनकि हामी प्राणी हो चाहे गरिब किन नहोस् चाहे धनी किन नहोस् चाहे मध्यम खाले प्राणी सबै मलाई जस्तै दुःख छ है उसले दुःख चाहेको छैन मलाई पनि दुःख चाहेको छैन हामी एउटै नै हो भनेर यसरी आफूले जसरी बिहानदेखि बेलुकासम्म माया गर्छौँ स्नेह गर्छौँ त्यस्तै नै अरूलाई पनि सम्झे अनि दया गर्नुपर्ने एउटा महत्त्वपूर्ण एउटा ठाउँ देख्छु म त्यही कारणले गर्दाखेरि अब हाम्रो विचार चाहिँ के हो त अलिकता विशालता बदल्नु पर्दछ यसलाई ठुलो पार्नु कसरी भन्दाखेरि अलिकता हामीले क्षणिककालमा फाइदा जस्तो देखिन्छ तर पनि के हो त विस्तृतको लागि अर्थात् दीर्घकालीनको लागि चाहिँ के हो त हामीले एउटा के हो त भन्दाखेरि एउटा सिँढी एउटा भर्याङ जस्तो हो आफ्नो सुख दुःख आफूलाई बुझेर अरूलाई दिनु के हो त यो संसारलाई दयामाया करुणा भण्डारमा हुलेर सबैलाई सुख शान्तिको फुलबारीको माहौल बनाउनु रहेछ नि त त्यही कारणले अनि आफूलाई माया गरेको बुझेकोले अरूलाई पनि माया गर्नु बुझ्दछ भन्ने कुरा चाहिँ यहाँदेखि बुझ्दछ त्यही कारणले आफूले माया गर्नेको एउटा कदम चालिसकेर अरूलाई पनि माया गर्नु बुझ्नु पर्नुपर्छ करुणा गर्नु बुझ्यो भने अनि त्यही कुराले अब आफूलाई यो सुख शान्ति दिलाउन सक्छ एउटा के छ भन्दाखेरि आफूले आफैलाई गरेको त्यो स्नेह माया भन्नु न के रहेछ
अरूलाई सोच्ने बुझ्ने एक आपसमा जोड्ने पुल जस्तो बन्नु पुग्दो रहेछ भन्ने कुरा चाहिँ स्पष्ट हुँदो रहेछ है मित्रहरू। अब एउटाले के भनिन्छ भन्दाखेरि आफू आफूलाई माया गर्नुपर्छ भने अरूलाई अनावस्था गर्ने अरूलाई त्याग्नु भनेको होइन नि, होइन र? त्यस्तो भयो भने चाहिँ हुँदैन। त्यही कारणले आफूलाई माया गर्नु भनेको आफूलाई अरूलाई सम्झेर अब आफ्नो र अरूको दुःख एउटै सम्झेर अब के हो त त्यो भित्र आफूले विचार गर्नु मात्रै रहेछ। त्यही कारणले यो उपाय कौशलित प्रज्ञा यानि विवेक जसले यो आफ्नो आत्मत्याग चाहिँ होइन, आफू आफूले अरूलाई दया माया गर्नु आफू आफूले माया गर्नु समय पाउँदैन, त्यस्तो होइन। त्यसैले दयालाई करुणालाई अलिकता माथिल्लो स्तर हेर्ने हो भने हामीले मनलाई धेरै जाँच गर्छौँ, जस्तो कि यसलाई हामीले मति शोधन भन्छौँ नि, त्यो भित्र जस्तो कि अब आफ्नो दुःख चाहिँ अरूको दुःख आफूले लिने, आफ्नो सुख अरूलाई दिने, यसलाई के भन्छ आदान प्रदान भन्छ नि। आफ्नो सुख अरूलाई प्रदान गर्ने, अरूको कुरा आफूले लिने हो नि त। हो त्यस्तो कुरा यसलाई मति शोधन, आफ्नो मतिलाई के हो त संशोधन गर्ने पाठ रहेको छ यो कथामा गुरुहरूले बताएको जस्तै त्यो हो नि त। अब यसरी हामीले दिन प्रतिदिन यसरी आफ्नो विचारलाई चाहिँ क्रमैसँग यसरी बुझेर गयो, त्यो भित्र हामीले दया करुणाको कुरा के रहेछ यसरी बिचमा बुझ्दै गयो भने हामीले यसलाई फुकाउन सजिलो हुन्छ। उदाहरणको लागि एउटा के हो त म मात्रै चाहन्छु अरू जे भए पनि होस् भने त्यो चाहिँ के एउटा एउटा भित्र पर्खाल जस्तो यसलाई चाहिँ फुटाएर जानु पर्दछ। आफू मात्रै न अरू सबैको लागि त्यो यसलाई सेल्फिस भन्छ नि, आफ्नो स्वार्थको लागि यो चाहिँ यसको पर्खाल फुटाएर गएर सारा संसारलाई जब के हो त अब उज्यालो पार्नुको लागि करुणादेखि नै आउने रहेछ। जस्तो कि यो चाहिँ के हो भन्दाखेरि मैले काम राम्रो गरिदिएको छु भन्ने मात्र नगरी गर्नुपर्ने काम गरेर पुरा गर्छु भन्ने विचार राख्नाले गुनासो गर्नुको जरुरत नपर्ने हुँदछ। नत्र भने फलान के गरे भने उसले हेर्दै हेर्दैन कति उसलाई राम्रो गर्ने भन्ने मात्रै हुन्छ नि, त्यो होइन नि। आफूले गर्नुपर्ने के हो, के गर्नुपर्दछ भन्ने गर्नुपर्छ होइन। त्यही कारणले अनि मै मिठो खाउँ मै लानु पाऊँ भन्ने कारण संसारमा भाउदो होइन, दुःख पाएको हो नि त। त्यही कारणले मलाई जस्तो दुःख छ अरूलाई भने त्यही दुःख हो कि त्यही कारणले गर्दाखेरि सदा सर्वदा म करुणाको भावना लिएर नै यो संसारमा लाग्नेछु लागे पर्नेछु भन्यो भने के हो त संसारलाई बन्धन, जुन यसले बन्धन भनिन्छ आत्मग्रह, आत्मालाई ग्रह बाँधेर राख्ने, त्यसलाई चाहिँ अब त्यसको एउटा गाँठोदेखि बन्धनदेखि पुग्न सक्छौँ, मुक्त हुन सक्छौँ। किन भन्दाखेरि मलाई दुःख भएको जस्तो अरूलाई पनि दुःख त्यही नै हुने हो, मलाई सुख चाहेको जस्तो अरूलाई पनि सुख चाहिने त्यही नै हो भने यही साटोपाटो गर्नाले नै संसारको के हो त दुःखलाई अब यो बन्धनलाई तोड्न सकिन्छ। त्यही कारण महत्त्वपूर्ण मेलमिलाप देखा पनि पर्दछ। त्यही कारणले अब आत्मसम्मान अर्थात् आफू माया गर्नु भनेको के हो त अर्थात् स्वस्नेह भनेको कलश बनाउने मुच्छेको माटो जस्तै हो। करुणा भनेको के हो त बुद्धि विवेकले बनाएको सुन्दर फुलदान यानि सुन्दर कलश जस्तै हो अरे। करुणा भनेको के संसारलाई उज्यालो पार्ने कुरा हो। आफू मात्रै नभए अरूलाई पनि जोगाउँछ। आफू बाँच्नु भनेको अरूलाई बचाएर हो नि, आफू मर्नु भनेको अरूलाई मारेर आफू मर्ने हो। त्यही कुरा हामीले बुझ्नु पर्यो नि त यहाँ। त्यही कारणले हामी आफूले लज्जित हुनु पर्दैन। ओहो कहाँ सक्छ, कहाँ मैले अरू सबैले दया माया गर्न सक्छु, मेरो परिवार पाल्नु त कति गाह्रो छ भने कहिलेकाहीँ हामी लज्जित गर्छ हुँदैन भने हुन्छ, त्यो होइन। जति पनि अहिले हामी सुख शान्ति छौँ नि, यो समाजमा राम्रो सुख शान्ति भयो, सबै राम्रो भयो भने आफू राम्रो हुने हो कि लु हेर्नुहोस् त। अब एउटा समाजको लागि त काम गरिरहनु भएको छ, परिवार पनि तपाईँको समाज हो, परिवार बाहेक पनि अर्को सबै समाजै हो। त्यही कारणले गर्दाखेरि अनि सुख शान्ति हामी सबैले चाहन्छ। सुख शान्ति एउटा हाम्रो के हो त अनमोल दान हो। यो पाउनुको लागि हामीले कुनाको ऊर्जालाई हामीले ल्याउनु पर्यो नि त, बाल्नु पर्यो अनि मात्र उज्यालो हुने हो। त्यही कारणले यो सुख शान्तिको ऊर्जा करुणा चाहिँ आफ्नोको लागि आफ्नो लागि मात्रै प्रयोग नगरेर सबैको लागि अब हामीले अनि दया माया न्यानोपनको कुराहरू कोमलताको विचारहरू भावहरू अरूको लागि इच्छाइदियो भने सबै प्राणीहरू न्यानो हुन्छ। यसमा के हो त सबैले दया माया करुणा दिएर विश्व शान्ति ल्याउने भनेको नि केवल करुणादेखि हो मेरा मित्र। विश्व शान्ति आफू मात्रै खुसी भएर होइन, सही बाटोमा गएर मान्छेलाई सुख दिलाउन सक्नु पर्यो, त्यो केवल करुणाले गर्दछ भने पनि हामीले बुझ्नु पर्यो। यो चाहिँ के हो त मैले आफूले माया गर्ने स्नेह गर्ने भन्ने कुरा
बताइसके। अब दोस्रो विषय के छ, एक्लोपनको भावना हटाउने सुनौलो उपाय। एक्लोपनको हुन्छ नि, एक्लोपन हामीले कसरी हुन्छ भन्दाखेरि ढोग्मे, यसलाई ढोग्मे खेर्क्याङ भन्छ। साथी नभए एक्लोपनको भावना कसरी आउँछ भन्दाखेरि जुन मान्छेले पनि मलाई अब यादै गर्दैन, जुन मान्छेले पनि मलाई वास्तै गर्दैन, जति काम गरे पनि उहाँले धन्यवाद व्यक्तै गर्दैन भन्ने कुराहरू मनमा विभिन्न हुन्छ नि त। यो भएको कुराले नै म एक्लै छु, म एक्लोपन भए भन्ने मान्छेलाई भावना आउँछ। यो कसरी यहाँदेखि मुक्त हुने भन्ने कुरा म बताउन चाहन्छु। हाम्रो यो दैनिक जीवनमा हामीलाई म एक्लै छु, मलाई कोही पनि भेटेन, एक्लोपन छु भनेर यसरी अब यो कोही नभएको कारणले हो त? यो के हो त भन्दाखेरि मेरो आफ्नो सानो सङ्कुचित सोच, एउटा कुवा जस्तो सानो सोचले गर्दाखेरि त्यस्तो भएको हो भन्ने म बताउँ। अरूको लागि महत्त्व नरहने मात्रै आफ्नो एउटा घेराभित्र मात्रै सोचेकोले अब एक्लोपनको महसुस गरेको हो। जस्तै उदाहरणको लागि एउटा मान्छे ठुलो अग्लो पर्खाल बनायो होइन, ठुलो पर्खाल बनायो, पर्खाल लगाउने क्रममा उसले के त्यो पर्खाल बनाउने व्यक्तिले चाहिँ यो चाहिँ सबै मैले नै जोगाड गरेको हो, यो इँटादेखि लिएर सबै यो काम गर्ने औजारदेखि लिएर सबै म आफैले नै गरेको, सुक्खा दुःख उहाँ आफैले नै मात्रै भोगिरहेर यो म बाहेक यो गर्नेहरू कुनै छ र भने त्यो यो बनाउने व्यक्ति चाहिँ अरूभन्दा म विशेषता हो, मै राम्रो, म आफैले बनाएको, यो भित्रतिर आसक्त भएर यसमै डुबेर यो त्यो विचारले आफू पनि त्यो पर्खालभित्रै रह्यो। त्यो पर्खालभित्र रहँदाखेरि आफ्नो सोच पनि पर्खालले बारेको एकपट्टि मात्रै भइदियो। जति उसले जति पर्खालमा राम्रोसँग अब त्यो उसले पर्खाल बनाएछ राम्रोसँग हेर्नु पर्यो नि त। त्यो पर्खालमा हेरेको चाहिँ उसले एउटा त्यो भित्र मात्रै हेऱ्यो कि बाहिर हेरेन। त्यो किनभने अब बाहिर त उसले ढाक्यो पर्खाल छ, पर्खाल भित्र बसेर बाहिर अब देख्दैन, पर्खाल बाहिरको प्रकाश पनि लाइट पनि उज्यालो पनि भित्र आउँदैन नि त, त्यसमै हेरिरहेको कारणले गर्दाखेरि अनि बाहिरी संसार दिन सकेन। यसले के अब यसले के हो भन्दाखेरि एउटा हो विचारको पर्खाल हो, यो ठुलो विचारको पर्खाल। म आफै मिठो खानु पर्यो, म राम्रो लाउनु पर्यो, यो म आफैले गरेको, अरू मलाई कसले गर्छ र, म एक्लै नै छु भन आफूले मात्रै एउटा भित्र मात्रै बसेर आफ्नो विचारको घेराको पर्खालले आफूले पुरिदियो कि, त्यसले गर्दा अनि एक्लोपन भयो। जति गर्दा पनि नहुने मेरो जीवन के हो, मलाई दुःख आउनुको कारण के हो त यो, मलाई मात्रै यस्तो आइलाग्नु किन हो, सबैले राम्रो गर्छु खालि मेरो टाउको मात्रै आइलाग्छ, यस्तो विचारहरू आउँछ नि। यस्तो यस्तो हुन्छ जस्तो कि एउटा त्यस्तै किसिमको एउटा मलाई एउटा मेरो अनुभव बताउँछु, यो बताउँदैछु। जस्तो कि मञ्चमा भनौँ न, विदेशमा जाने क्रममा मलाई यो मञ्चमा प्रवचन गर्नुपर्ने हुन्छ। एक प्रवचन गर्दाखेरि यो मञ्चमा चाहिँ सबै बत्ती चाहिँ म प्रवचन गर्ने व्यक्तिमाथि भनौँ न, प्रवचन गर्ने क्रममा सबै लाइट चाहिँ प्रवचन गर्ने व्यक्तिपछि देखिँदाखेरि सुन्ने व्यक्तिहरूपट्टि लाइट नहुँदो रहेछ, अँध्यारो हुँदो रहेछ। अब के हो त, अगाडि त्यो प्रवचन सुन्ने मान्छे देख्नुको लागि त्यो लाइटलाई छोपेर मात्रै अब आफूले पारि देख्ने जस्तै जस्तै अब के हो त, हामी भित्र पनि अब एउटा कुरा मात्रै, एउटा कुराले मात्रै सीमित छ, त्यो भित्र मात्रै डुब्यो भने कुरा के छ देख्दै देख्दैन। जस्तै मैले मञ्चमा प्रवचन गर्दाखेरि लाइटको मैले उदाहरण राखेँ, त्यस्तै हो। त्यही कारणले गर्दाखेरि आफूले मात्रै गरेको राम्रो हो, पारि नहेर्ने, आफ्नो छेउमा मात्रै हेऱ्यो भने पारि के देख्दैन, त्यसले गर्दा हामी एक्लोपन ल्याउँछ। त्यसैले हामीले अलिकता आफ्नो विचारको एउटा पर्खालदेखि अलिकता उक्लेर त्यहाँदेखि अलिकता टाढो पुगेर हेर्नु पर्दछ हो। अनि हामीले चाहिँ आफ्नो दुःखमा त मलाई कसले हेर्छ होला, जति गरे पनि नहुँदो रहेछ भनेर आफूलाई मात्रै यसरी के हेरेर मन दुखाएर मन मुन्टा भएर बस्ने होइन। आफूलाई नै हेला गर्दै गुनासो गर्दै पोख्यो भने आफ्नो जिन्दगी नरक भएको आफूलाई नै घाटा हो। त्यही कारणले सानो सोचले गर्दाखेरि आफ्नो राग हुने कारण के हो त, आफ्नो पर्खालले आफूलाई घेरेको कारणले हो। त्यही कारणले त्यस
अनि एक्लोपन हुनु के हो त भन्दाखेरि आफूलाई मात्रै सानो सङ्कुचित सोचले सानो सोचले पुर्दाखेरि एक्लोपन भएको हो। त्यसैले आफू मात्रै नभएर सारा संसारमा कति मान्छेहरू छ त्यसको पर्खालमा त्यहाँ पुग्नुको लागि यो पर्खाललाई त नागेर जानु पर्यो नि। अर्को कुरा के हो त भन्दाखेरि अब एउटा कुरा याद गर्नुपर्छ, मैले साँचो दया माया कसरी गर्ने होला भन्ने गर्नु छाडेर अरूले मलाई दया माया गर्छ कि भन्ने कुरेर बस्नु हुँदैन नि। आफू चाहिँ अरूलाई दया माया नगर्ने अनि अरूलाई नगर्ने, अरूले चाहिँ मलाई गर्छ कि भनेर बसेर कुर्नु कहाँ हुन्छ, हुँदैन नि त। हुँदैन लगे जस्तै बगैँचामा धेरै फुलहरू छ तर एउटा फुलदानीले मात्रै रेखदेख गर्ने अनि हाल्ने मात्रै गर्यो भने त्यो उचित हुन्छ, हुँदैन नि त। हो, यो संसार भनेको फुलबारी हो, हरेक फुलहरू छ होइन र। यही कारणले गर्दाखेरि हामी आफ्नो कदमदेखि नै अरूलाई दया माया दिनु सिक्नु पर्यो अनि अर्कोदेखि दया माया आउँछ नि त। अनि आफू चाहिँ केही नगर्ने अरूदेखि आशा अपेक्षा गरेर बस्यो भने त कहिले पनि आफूलाई सुख शान्ति मिल्दैन नि। अनि यसले एक्लोपन हुनुको मुख्य कारण पनि त्यही हो। त्यही कारणले अरूसँग सम्बन्ध नगर्ने, करुणा नबाड्ने, त्यस्तो भयो भने के हो त, अब आफ्नो के हो त जीविका पनि एकदम सकसमय गाह्रो हुन जान्छ। त्यही कारणले यस्तो कुराहरूलाई बुझ्यो भने चाहिँ हाम्रो जिन्दगी जिउनको लागि खुसी हुन जान्छ। अब तेस्रो चरणमा करुणा र एउटा विचारको भावना अर्थात् समानताको फरक के छ यसमा जोड्न चाहन्छु म। अघि मैले माथि बताए चाहिँ कठैबाट भने उब्जने अर्थात् संशय भनिन्छ, जुन अरूलाई याद गर्दैन विचार गर्ने यो कुरा र करुणामा फरक के छ भने बताउनु पर्दाखेरि यो मायानी ग्रन्थदेखि बताएको करुणाहरू आफूभित्र उब्जनुको लागि त्यति सजिलो त छैन। यो बताउने क्रममा अब करुणा भने के हो त, अरूको लागि हामीले हितार्थ गरिदिने मात्रै नभएर के हो त प्रज्ञाद्वारा सही मार्गमा लगाउनु र एउटा सद्भावनाको एउटा मुख्य अब गम्भीरता पुललाई नै करुणा भन्ने बुझ्नु पर्दछ। अरूलाई लाने मात्रै नभएर आफू त्यो भित्र बुझाइलाई बुझ्दो रहेछ। अरूलाई के हो त सही बाटोमा जानुपर्छ है भने एउटा प्रेरणादायक एउटा चरित्रले बुझ्दछ। अब कहिलेकाहीँ मायानमा करुणा, त्यसै गरी यो समाजमा सधैँ नै हामीले अब अरूलाई दया जाग्छ नि, करुणा जाग्छ नि, कतैबाट कति दुःख पाएछ है भनेर एउटा भावना आउँछ नि बिचारा भनेर होइन हो, त्यस्तै किसिमको यो चाहिँ हामीले करुणा र अनि यो कठैबाट भने अब बिग्रिने अलिकता नबुझेको खतरा हुन जान्छ नि। त्यही कारणले अनि त्यस्तै किसिमको यो विचार अरूलाई विचार गरिदिने र करुणा चाहिँ अलिकता नबुझ्ने खतरा हुँदछ, गलत हुन सक्छ है। त्यसैले विचार गर्नु, रेखदेख गर्नु, कठैबाट भन्नु चाहिँ के हो त, अनि अरू प्राणीहरू दुःख भएछ भने हेरिदिनुलाई होइन र। अरूलाई के भयो आफूलाई राखेर अरू ठिक छ कि छैन, अरू दुःख परेछ भनेर एउटा विचार गर्ने हेरिदिने भयो। तर करुणा भन्ने आफू र अरू नछानिकन म जस्तो छु अरू पनि त्यही त हो नि भनेर सबै अरूको लागि नै अरूलाई जस्तो दुःख पाउँछ म पनि त्यही पुग्ने हो भनेर समानता एकाता रूपमा हेर्नुलाई नै करुणा भन्दछ। अर्थात् आफ्नो र अरू भन्ने छुट्याएन कि त्यहाँ चाहिँ। अब अरूलाई कठैबाट अरूलाई रेखदेख गर्नु पर्यो, हेरिदिनु पर्यो भने आफू राखेर अरूलाई दया माया गर्नु र आफू र अरू एउटै नै हो, फरक छैन नि भनेर यसरी भित्रैदेखि उसले अब कसैले नघचिरिकन भित्रैदेखि उसले बुझेर यसरी अनि सबै समस्त प्राणीहरू एकाग्र रूपमा हेर्नु अनि एकाग्र रूपमा हेर्नु धेरै फरक रहेको छ। त्यही कारणले यही कुराहरू चाहिँ आउँछ है। अनि मायानमा करुणाको ठुलो भूमिका रहेको छ। त्यही कारणले यो प्रति समूहपातसँग एकदम सम्बन्ध भएर यस बिउ टाढो नभइकन यसलाई चाहिँ हामीले लानु पर्दछ। मैले अरूलाई बुझ्यो भने के हो त सबै आफन्त सबै कुराहरू आफ्नो हातमा छ, आफ्नो निर्भरमा पर्दछ, आफ्नो अधिकारमा रहनेछ। त्यही कारणले दुश्मन केम्पको अब छ बुद्धि धर्मभित्रमा पर्दछ। दया करुणा छ भने करुणा चाहिँ प्रज्ञासँग सम्बन्ध भएको हुन्छ। यदि
디기다 बताउनु भएको छ त्यही कारणले यो प्राज्ञ पारमिताहरुमा चाहिँ उपाय र प्राज्ञ चाहिँ जहिले पनि samshe chebara मिलेर जानुपर्छ है भनेर यसरी बताउनु भएको छ tinde mai ni sa de samshe chebara ha ba ju yabati त्यही कारणले अरूलाई विचार गर्नु मात्रै नभएर अनि करुणा भनेको चाहिँ यो आकाशले भरेको सबै प्राणीलाई ढाक्नु सक्ने क्षमता भएकोले करुणा भनिन्छ करुणा भने यति नै होला ashamle ya बताउनु पर्दाखेरि da tingdu gi sawe chele ya ni ji sa de kya kale khabu yaba khanda ni ji kya त्यसै कारणले गर्दाखेरि अब त्यहाँ मान्छे छम्पु सिध श्रद्धा भक्ति छ भने प्रज्ञा आउँछ प्रज्ञा छ भने दयामय करुणा आउँछ भन्ने कुरो चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ यगारेसलाम थिन्डुगी छोएगी नागी खेजे आजभोलिको आधुनिक कालमा प्रज्ञा बिनाको कुनै पनि हुँदैन त्यसमा प्रज्ञा भएर पनि दयामय दया जाग्छ भने विश्व शान्ति आउने कुरा हो ताइने निजी बेद के सिग मारेस लगो अमरदा इने निजी के आकाला खाबो अब भनौँ न निजी के आकाला खाबो यरे दे इने निजी के हामीलाई अब दया करुणा हामीलाई जन्मनु त्यति सजिलो छ त सजिलो छैन यो जन्मनुको लागि गाह्रो भएकोले नै यसलाई महत्त्वपूर्ण एउटा भूमिका दियो अर्थात् यो एकदम अनमोल भयो यो अब हामीलाई करुणा उत्पत्ति हुनको लागि हामीलाई विघ्न बाधा के छ विघ्न बाधा के छ र हामीलाई करुणा जन्मियो भने हामीलाई फाइदा के छ भन्दाखेरि बताउनु पर्दाखेरि भित्र भने अब करुणा के विघ्न बाधा अडचनहरू आउँछ त भन्दाखेरि पहिलो विघ्न बाधा के हो त भन्दाखेरि अनि 냠타ले या निजी केवेगे जी निजी केले जी 탕체베 नम्बर छि योंदि योरेस ताति 된다데 가르레스 라비나 एउटा चाहिँ के हो त भन्दाखेरि करुणा आफूमा जन्मिने क्रममा जिउ थाक्ने अनि 5 इन्द्रियले काम नगरे जस्तो अलिकति भारीपन भएको जस्तो किन भन्दाखेरि अहिले आधुनिक विभिन्न यो यन्त्रहरू भनौँ न यन्त्र मिसिन आयो कारणले गर्दाखेरि अब हाम्रो अङ्गहरू इन्द्रियहरू धेरै थकाइपन हुने थाक्ने त्यस्तो हामीले अब भइरहेको छ अहिले त्यस्तो अब सामानहरू आएको छ एउटा सूचनाको समय प्रविधि आएको छ अहिले सूचनाको समय अहिले यो धेरै सूचना ज्यादा भयो कारणले गर्दाखेरि अनि एउटा समाचारदेखि फलानालाई त्यो ढिस्काले त्यो एउटा ठाउँमा त्यो आफ्नोलाई भुलेर सबै संसारको कुराहरू सबै आफूले यो कुटेर हेर्दा 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 अनि अब राम्रो के हो नराम्रो के हो कि फलानु देशमा के भयो आफ्नो देशको सिमानामा के भयो सबै कुरा पानी वृष्टि परेको पानी परेको चाहिँ सर हामीले आफ्नो सूचना प्रविधि मार्फत हामीले सुन्न सक्छौँ देख्न सक्छौँ नि त त्यो भएको बेलामा आफ्नो देशको मात्रै नभएर अन्तर्राष्ट्रिय बाहिरी देशको संसारको पनि हामी एकचोटि नभएर हजारौँ समय आउने क्रम के अरे अनि धेरै भएर अनि हाम्रो विचार के हो त हाम्रो बुद्धिले पनि त्यति काम गर्दैन यसले पनि अब क्षमता सीमा धेरै दुःख हुँदो रहेछ मान्छेहरूको धेरै दुःख कोही अब विभिन्न संसारमा ध्वस्त भएको कुराहरू घटना भएको कुराहरू त्यो दुःख कुराहरू मनमा त्यो मनभित्र छिर्दाखेरि मनै अलिकति भारी हो जिउ भारी भएको मन बेखुसी हुने हुँदाखेरि अनि करुणा पनि कम हुँदै जाने खतरा देखिँदो रहेछ अब विचार यस्तो मान्छेहरूलाई साथसाय गर्नु पाए विचार यस्तो पैसा हुने हुँदाखेरि के हो त अब अनि यस्तो धेरै कुरा देख्दाखेरि भित्रैदेखि अब एउटा पक्ष जानु नसक्दाखेरि करुणाको तहहरू पनि अलिकति कम भएको कारणले गर्दाखेरि धेरै कुरामा मन मिसिएको हुँदाखेरि अनि विचार धेरै गर्दाखेरि अरूलाई पनि त्यो विचार भन्दा भन्दा अब करुणाको तागत ऊर्जा अलिकति कम भएकोले त्यसको वृद्धि हुन नसके हो कि भन्ने कारणले गर्दा अलिकति थाकेको जस्तो कि करुणा थकित भयो भने हामीले महसुस गर्न सक्छौँ अब सुख शान्ति कति भित्राउन सक्छ एउटा सीमा हुन्छ नि त आफ्नो मनभित्र पनि सुख शान्ति कतिको लिने दुःख कतिको लिने सुख कति लिने भने एउटा त्यसको सीमा हुन्छ नि सारा संसारको सुख दुःख एक ढुक्कै लिनु सक्दैन नि त किनकि हाम्रो त्यत्रो सम्झाउनु सक्ने क्षमता हुँदैन नि त
अनि अनि कहिलेकाहीँ यो करोना आउने बेला पनि विभिन्न कुराहरू देखेर नि दया नजाग्ने यही कुरा देखेर त्यसमा मन टोलाउँदा अनि दया नजाने करोना नजाने साँच्ची नै आफ्नो अगाडि मान्छे मर्दाखेरि पनि त्यो सञ्जाल धेरै हेरेर अनि दया नजाने पनि हुन्छ नि किन भन्दाखेरि अरूको लागि त्यो बाहिरको सञ्जाल हेर्दा हेर्दा त्योदेखि आफ्नो करोनाको गुरुजी टाढो भइसक्यो भने हुँदाखेरि अनि त्यो आउनु टाइम लाग्दो रहेछ नि त त्यही कारणले वास्तविक कुरा के हो र आफूले बुझेको कुरा के हो पहिला बाहिर बाहिर घटना र आफ्नो वास्तविक कुरा नजिकमा आउँदाखेरि के हो त अब सम्बन्ध त छैन नि त अब एउटा सञ्जालमा मात्र देख्छौँ हातले छुएर भेट्दैन होइन जिउले त्यसको अब तातोपन चिसोपन थाहा पाउँदैन त्यो देख्छौँ तर मनमा विभिन्न कुराहरू खेल्छौँ नि त यस्तो भएछ नि है फलाना देशमा त यस्तो भएछ नि यस्तो दुर्घटना भएछ नि यस्तो घटना भएछ नि भने विभिन्न अब यो विचार आउने बाहेक व्यवहारमा त जिरो भयो नि त व्यवहारमा त केही न केही निम्न तहमा छ अरे नि त शून्य त भयो नि त अनि तपाईँको प्रत्यक्ष रूपमा देखेन नि त त्यो त एउटा के हो त आँखाले देख्यो मोबाइलभित्र देख्यो ब्याट्री खिच्यो भने मोबाइल त गयो होइन र मोबाइल हेरौँ न ओ हामीले कस्तो नराम्रो समाचार है फेरि माथि पल्टायो फेरि अर्को आयो फेरि नाचगान आयो कति फेरि फेरि सबै चल्दा 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 अनि 1 मिनटभित्र अथवा 2-3 मिनट कति कुरा राम्रो नराम्रो नाचगान घटना सबै देख्छौँ नि त हामी त्यसले गर्दाखेरि मन एकदम भारी हुँदा हुँदा अनि दया माया जन्माउनुको लागि पहिलो विघ्न बाधा भने यही नै हो अब दोस्रो के हो त भन्दाखेरि अब पुण्यको पुनित चित्त पुण्य आउने चित्त चाहिँ अलिकति धार्मिक चित्त चाहिँ कम हुन्छ भने आउँदछ यो के हो त भन्दाखेरि अब जस्तो कि एउटा कुनै काम अब कुनै मान्छेले के काम दियो भने छोटो अवधिमा उसले टुङ्गायो भने उसले हान्छ नि त त्यस्तो विचार आउँछ नि अब यो आधुनिक कालमा त्यसलाई अन्दाजा गरेर हेर्दाखेरि अब शक्तिशालीले अब उसले विजय गरेर छाड्छ कमजोर हुनेले के हो त पराजय हुन्छ हारेरै जान्छ होइन त्यही हुँदाखेरि समाज त्यही नै भयो जसको शक्ति उसको भक्ति भने जस्तै अब जसको शक्ति छ त्यसले अब ठिक गर्ने हो एउटाले अब छोटो अवधिमा अब कुनै व्यक्तिहरू शक्तिशालीले छोटै समयमा काम पुरा गरिदिनु अब एउटा समिति कमजोर छ भने लामो समयको त्यही कामलाई लामो समय लागेर पुरा गरिदियो भने छोटो समयमा काम गरेर पुरा गर्दा मान्छेले प्रशंसा गर्छ नि त हो त्यस्तै हुने हुँदाखेरि अनि त्यो बेला के हो त पुण्य गर्दाखेरि अब धर्म गर्दाखेरि नि फलानाले गर्छ ढिस्काले गर्छ नि यो हुने बेला के हुन्छ हामीले के आउँछ ओहो मलाई मान्छेले देखासेकी गर्दैछ है मलाई जिस्काउँदैछ है त्यस्तो हुन्छ अरूले धर्म अब यो धर्मपट्टि जाउँ त अरूले धर्म गरेको पूजा गरेको दान गरेको ध्यान गरेको सबै गरेको आफूले पनि गर्दैछ तर के हो त शक्तिशाली व्यक्तिले चाँडो गरिदियो आफूले त्यति आर्थिकहरू छैन ढिलो भइदियो तर अरूले गरेको खुसी मान्नुको सट्टामा हामीले के गरिदियो त अरूलाई हामीले अरूको सट्टामा हामीले के गर्यो भन्दाखेरि डाहा गर्यो कि आरिस गर्यो कि यस्तो भयो भने त के हो त अनि यहाँ भएन नि त यो त त्यसैले अनि हाम्रो जीवन पनि अनि छोराछोरी पालन गराउने है जस्तो कि अब घर बनाउनदेखि लिएर सम्पत्ति जुगार गर्नेदेखि त्यसकै जीवनमै गयो अब धर्म गर्दा विभिन्न मान्छे जुट्ने बेलामा अब डाहा गरेर बित्यो घरमा जाँदाखेरि एउटा बित्यो भने पुण्य कहिले कमाउने लु भन्नुहोस् त पुण्य कहिले कमाउने कहिले कमाउने अरूलाई दया माया गर्ने मौकै पाउँदैन त घरमा गए घरकै दुःख घरमा धर्म गर्दाखेरि टाढो ठाउँमा तीर्थमा आएर डाहा गरेर उसले गरेर बेटी गरेर मैले गरेर ठिक यसो सोच्दाखेरि अनि
धर्म पनि भएन दया पनि भएन करुणा पनि आएन नि त पहिलाको मान्छेलाई धेरै समय छ किन भन्दाखेरि विभिन्न यन्त्र मेसिनहरू छैन अहिले के हो त दिन रात मान्छेलाई के हो त फुर्सदै छैन दिनमा पनि काम राति पनि काम कहिले नसने है कहिले सुत्नु पनि पाउँदैन विचार गर्नु पनि नपर्ने यस्तो मान्छेले बेफुर्सदी भयो खास सबै कुराहरू मिले नि त अहिले मिलिरहेको छ तर के हो त फुर्सद मिल्नु पर्ने नि त्यही कारण जति सामान सुविधा भए तापनि मान्छेको समस्या कहिले पनि यो समाधान नहोस् त्यसैले कहिले काहीँ के हो त धर्म कर्म गर्नु व्यक्ति भए गरिब मान्छेले होइन कहाँ हुन्छ हुँदैन भन्ने कुरा नै आउँछ तर त्यस्तो होइन अब यो चाहिँ के हो त भन्दाखेरि जस्तो कि हामीले एक्जिबिसन भन्छ नि एक्जिबिसन सामानहरू मान्छेले देखाएर अब त्यो बेचबिखन गर्ने त्यस्तो कुरामा जोड्न चाहन्छु फेरि अब यो अब आफ्नो मनोभाव के आइरहेको छ त्यो भित्र हेरिरहनु पर्ने त महत्त्वपूर्ण अब हाम्रो मोबाइलमा यस्तो खोलेर हेऱ्यो भने त्यहाँ के छ त धेरै विज्ञापन दिइरहेको छ गाडीको विज्ञापन एडभर्टाइज मोटर बाइक खानेकुरा विभिन्न त्यही कारणले सबै यस्तो राम्रो राम्रो क्वालिटीहरू छ यो तपाईँको लागि किन्नु होला यस्तो यस्तो राम्रो छ भन्दाखेरि धेरै विज्ञापन गर्दाखेरि हामीले के आउँछ त्यो कारणले गर्दाखेरि मनमा आफ्नो इच्छा चाहिँ के हो त धेरै ज्यादा भएर जान्छ मलाई यो मन पर्यो मलाई यो चाहियो त्यो पनि चाहियो ऊ पर पनि चाहियो अनि चाहियो 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 के हो त धेरै लालची भएर गयो अनि त्यो निरन्तर वृद्धि हुने हुँदाखेरि अनि के हो त त्यो हुने हुँदाखेरि मान्छेलाई के हो त वास्ता गर्नै छाड्थ्यो सामान बढ्दै वास्ता गर्यो त्यो मान्छेलाई वास्ता गर्नु छाडेर सामान मात्रै वास्ता गर्नु छाडेर के दयामाया गर्नु त घट्यो नि त जस्तै गरी अरू के हो त भन्दाखेरि मैले एउटा भिडियो बनाएको छु मलाई सब्सक्राइब गर्नु होला मलाई लाइक गर्नु होला भन्ने धेरै आउँछ नि धेरै आउँछ नि त यसलाई तपाईँले प्रशंसा गरिदिनु होला कमेन्ट प्रतिक्रियाहरू दिनु होला हामीले भन्छौँ नि अब यसले चाहिँ अब भनौँ न यसलाई चाहिँ के हो त हामीले अनुरोध भनौँ न सजिलो बनाइदियो कि यसले एउटा कुनै युट्युबको कुरा गरौँ युट्युबमा धेरै यस्तो हुन्छ एउटा भिडियो बनाएको छ भने त्यो अब हामीले उनलाई अब अनुरोध गर्यो भने मैले राम्रो काम गरेको छु यो त एउटा संसारले पो ल्यायो त किनकि सब्सक्राइब गर लाइक गर कमेन्ट गर त्यहाँ आएको हुन्छ नि त त्यही कारणले यो तपाईँले मलाई प्रतिक्रिया दिने अनुरोध गर्नु होला अनि त्यो गर्नुभयो भने अझै पनि म नयाँ भिडियोहरू ल्याउने छु भन्नु सबै संसारले ल्याइदियो नि त यो सञ्जाल मार्फत मात्रै जान्दाखेरि तपाईँ साँच्चै नै प्रत्यक्ष रूपमा कर्म गर्नु अगाडि जानको लागि तपाईँले धेरै गाह्रो पर्दछ अब यो हामीले नि गरिदिन्छ त्यो त तपाईँको राम्रो काम त होइन नि एउटा हात राखेको तर हात राखेर त भनौँ नि त अब कसरी यो फाइदा हुन्छ तपाईँलाई होइन साँच्चै नै एउटा पराहिर त गर्नु भयो त होइन तपाईँले गुरुसँग सुनेर साँच्चै नै एउटा भनौँ न टाढा नाता भयो कि त्योसँग धेरै कुरा बुझ्नु भयो कि हुने यसले पनि धेरै एउटा के हो त विज्ञापनमा अब खतरा पनि ल्याउने देखिन्छ त्यही कारणले गर्दाखेरि यो संसारले नै हामीले घुमाइदियो भन्ने कुराको एउटा कुरा हो यो चाहिँ अर्को के रहेको छ भन्दाखेरि आज भोलिको हाम्रो यो पढाइको कुरा गरौँ न अध्ययनको यसलाई हामीले सकारात्मक सोच भनिन्छ सकारात्मक हरेक कुराहरूमा चाहिँ
अब राम्रो कुराहरू हामीले याद गर्नुपर्छ, 동네 다 सकारात्मक कुरा पछि पक्षपट्टि 능성된 जानुपर्छ 대야 भनेर 다 판각 आजभोलि हामीले 동네야 भन्छौँ 지 यसरी। 야고 말했어. 사지 त्यस्तो गरी अर्को के आउँछ 내가 भन्दाखेरि 이제 뭐 보지 용된 거. हार्नु भनेको राम्रो होइन, जित्नु पर्दछ। 참참지 소소를 야. थपेर बस्नु सही होइन, त्यसलाई अब समाधान गर्नुपर्दछ भन्ने कुरा कहिलेकाहीँ 알아 त्यस्तो 지 कुरा पनि 소소를 आउँछ। 30 제거에 꼬르는데 시합이기나. 아니 अनि 참참 미스 यो तिमीले विचार गर्नुपर्ने कुरा हो, तिमीले यसलाई बुझ्नुपर्ने कुरा हो भनेर फलाना मान्छेले तिमीले दुःख दिँदैछ, अरूले मान्छेले तिमीले दुःख दिँदैछ, यो मान्छे फलानाको सम्पर्क यो हो, उसको ठेगाना यो रहेको छ, उसको हामीले सबै कुरा दिने, त्यो पनि दिँदैछौँ। त्यो दिँदाखेरि के हो त, हामीले दुःख पनि दुःख हामीले भोग्दाउँछ। त्यो दुःख पर्दै जाँदाखेरि के हो त, अनि करुणाहरू पनि जाग्ने गर्दैन, फेरि करुणाहरू लोप हुँदै जान्दछ। चाहे आफ्नो दुःख किन नहोस्, अरूको दुःख किन नहोस्, गम्भीरसँग भित्रैदेखि अब त्यसलाई हटाउनुको लागि अब समाधान गर्ने एउटा ऊर्जा बल ताकत नमिल्दो रहेछ नि त। किन भन्दाखेरि दयामाया करुणा आउने ठाउँै भएन नि त, किनभने त्यहाँ राम्रो भन्दाखेरि नराम्रो कुरा मात्रै त्यहाँ आइदियो अनि दयामाया कसरी आउने त। त्यसै गरी यो सञ्जालदेखि लिएर विभिन्न यो भनौँ न नकारात्मक कुराले नै दयामाया आउनुको लागि मान्छेलाई के बनाइदियो, उसलाई कायर बनाइदियो कि। त्यसैले अब दयामाया करुणा जन्माउनुको लागि गुरुहरू धेरै छन्, तर पनि अहिलेको यो आधुनिक कालमा विभिन्न भएको यो विकृति कुराहरूले, जालको कुराहरूले, विभिन्न यो दुःख दिने अनेकन कुराहरू छ, आफू नै त्योभित्र लतमा लिनमा फँसेको कारणले गर्दा दयामाया नआउनुको मुख्य विघ्न बाधा अडचनहरू यही नै रहेको छ। पहिलो कुरा के हो त भन्दाखेरि पहिला इतिहासमा नभएको कुरा चाहिँ हामीले स्पष्ट देख्न सक्छौँ त भन्दाखेरि अब देख्न सक्दैन। अब भनौँ न पहिला भन्दा अहिले हामीले एउटा के बुझ्न सक्छौँ त भन्दाखेरि मान्छेदेखि मान्छेसँग सम्बन्ध के हो त, एकदम गाढा सम्बन्ध भएको, एउटा सबैको कर्मको फल होइन, कर्म सबै एउटै भोगिरहेको, त्यो एउटा हामीले अनुसन्धानदेखि पनि भेट्न सक्छौँ र एउटा भनौँ न पहिलाभन्दा अहिले हामीले बुझ्न सक्छौँ। यो सबै करुणादेखि नै बुझ्दो रहेछ। यो महायानको सूत्रहरूमा यही कुराहरू बताएको छ। चाहे अब जातभातको किन नहोस्, चाहे अब आफ्नो अब चिनेको नचिनेको अपरिचित, सबैलाई के हो त, यो सबैलाई करुणाले ढाक्दो रहेछ नि। पहिलाको मान्छेहरू के हो त, आकाशसम्मका प्राणीहरू भन्दा आकाशमा हेर्ने गर्थे, तर आजभोलि अगाडि नै आयो नि त, सबै छर्लङ्ग देख्यो नि त, याद गर्नु पनि मौका पायो, फलाना मान्छे त्यस्तो काम गर्दैछ, यस्तो दुःख परिरहेको छ, सञ्जालमा हामी देख्छौँ नि त। पहिला र अहिले फरक छ, पहिला आकाशमा हेर्थे केही पनि थिएन, अहिले त मोबाइलमा सबै देख्छौँ। संसारमा कुन चाहिँ ठाउँमा अहिले के भइरहेको छ, अमेरिकामा के भइरहेको छ, एसियाभित्र के भइरहेको, युरोपमा के भइरहेको छ, हामी सबै देख्न सक्छौँ नि त। पूर्व पछि उत्तर सारा संसार हामीले देख्न सक्छौँ। त्यो कारणले कति प्राणीहरू छ, भविष्यमा प्राणीहरू कस्तो हुन्छ भनेर त्यस्तो अब एउटा समाजहरू अब हामीले अब देख्न सक्छौँ। धेरै अब हाम्रो यसलाई दूरदर्शी भन्छ, धेरै अब देख्न सक्ने क्षमता अहिले आधुनिक कालमा छ। अर्को के रहेछ भने अहिले आधुनिक कालमा फाइदा पनि छ, बेफाइदा मात्रै होइन। अर्को के हो त भन्दाखेरि साँच्ची नै प्राणी देख्दाखेरि अब देख्नु भयो नि, देखेर दया माया जाग्ने भयो। अर्को त के हो त भन्दाखेरि यो वैज्ञानिकले विभिन्न कुराहरू के हो त अब उहाँले खोज प्लस अनुसन्धान गर्नुभयो, त्यो अनुसन्धान गर्दाखेरि दया माया जाग्ने, जस्तो कि यो प्राणी को के कारणले दुःख भयो, किन यस्तो भएको रहेछ, उसले के कारणको रोग लागेको रहेछ, त्यो रोगलाई कसरी हटाउने, यो संसार कसरी ध्वस्त हुँदैछ अनुसन्धान गर्छ नि त। त्यहाँदेखि हेर्दै ओहो भोलिको दिनमा यो संसार ध्वस्त हुने रहेछ, यो काम गर्नु नहुने रहेछ, त्यो वैज्ञानिकले खोज तलास गरेर यसको प्रतिफलमा चाहिँ अब
यो भविष्यमा यस्तो देखा पर्छ है भनेर उहाँले अनुसन्धान गरेको हामीले बुझ्दाखेरि के हो त हामीले ओहो हामीले पनि यो उहाँहरूले अनुसन्धान गरेकोमा चाहिँ हामीले त्यो भित्र याद गर्दाखेरि बुझ्दाखेरि पनि सबै प्राणीहरूलाई दया माया करुणा जाग्ने पनि हुँदो रहेछ यसले यो यो वैज्ञानिकहरू अनुसन्धानको कारणले गर्दाखेरि पनि आफ्नो विचारलाई चाहिँ अलिक फराकिलो पार्ने अरूभन्दा पहिलेभन्दा अलिकति फरक ल्याउने हुँदाखेरि करुणा भावना गर्नुमा फाइदा पनि मिल्दो रहेछ नि फेरि र आशा भरोसा बढेर गएको भने अलिकता ताकतवान बलवान भए तापनि पनि जस करुणा चाहिँ फैलेर जान पनि मौका मिल्दो रहेछ अब अहिलेको कालमा अर्को के भनौँ न आधुनिक कालमा विभिन्न समूहहरू छ नि अब काम गर्दाखेरि धेरै मान्छेको जमत हुनु पर्यो एउटा कल्याणकारी समाज विभिन्न समाज समितिहरू त्यसले चाहिँ के हो त एउटा मात्रै मान्छे नभएर एक जात पात सबै मान्छेहरू त्यहाँ हुने हुँदाखेरि त्यो मान्छेको आफूमा भावना दुःखहरू त्यो भित्र देखा पर्दाखेरि ओ त्यहाँदेखि पनि के हो त हामीले केही क्षणमा एकै मिनटभित्र के हो त अनि त्यसलाई समाधान गर्न सक्ने त्यस्तो थिएन नि त सबै मान्छे भेला गर्ने सबै ठाउँको मान्छे गरेर अब थिएन नि त तर अहिले त के हो त सञ्जाल मार्फतदेखि नेपालको भारतको सिक्किम दार्जिलिङ युएसए जहाँ मान्छेहरू छ भुटानको सबै मान्छेहरू एकगट्ठा एउटा सञ्जाल मार्फत लिएर मान्छेको कुराहरू बुझ्नु पाए दुःख पनि पाए नि त त्यही कारणले अनि आफ्नो यो ठाउँमा छ भने सबै मान्छेहरू कहिले दुःख बिघ्न बाधा हटाउनको पूजा आजा गर्दाखेरि पनि यो पुण्य विशाल भएर जाने फाइदा छ अर्को के हो त भन्दाखेरि हामीले धेरै गाह्रो अहिले समस्या के परेको छ भन्दाखेरि अब मानसिक पीडा धेरै बढेको छ अनि बाहिरी हेर्नु भन्दाखेरि पनि के हो त भित्र हेर्नु पनि अत्यन्त अब जरुरी छ त्यही कारणले बुद्धले ध्यानको विषयमा धेरै बताउनु भयो त्योभन्दा अगाडि के हो त स्मृति स्थप्य भनिन्छ आफ्नो विचारलाई सचेत भएर बस्ने भने होसियार भएर बस्ने ध्यानमा अब यसलाई स्मृति स्थप्य ध्यान भनिन्छ यो बुद्धले भयो नि त हो त्यो चाहिँ के हो त आफू मनमा हेर्ने आफूलाई विचार गर्ने बाहिर संसार कोट्याउने होइन कि भित्री मनको संसार कोट्यायो भने मनलाई शान्त मिल्छ हो मनलाई संशोधन गर्ने मनलाई विनय पार्ने मनलाई समानता पार्ने यो गर्यो भने के हो त नि दया माया गर्ने दयाको भावना गर्ने करुणालाई भावना गर्ने त्यस्तो गर्यो भने के हो त अनि भावना गर्नुमा धेरै फाइदा पनि मिल्छ त्यही कारण अहिलेको यो पीडित के को मानसिक पीडित हो यसलाई यो बाहिरी संसारको कुराको वस्तुले ल्याएको हुँदा हटाउनु लागि चाहिँ ध्यानको जरुरी बुद्धले बताउनु भएको आफूले मनभित्र आफूले हेर्नु अत्यन्त अब जरुरी रहेको छ अब हालको यो आधुनिक कालमा मान्छेहरूले अब ध्यान गर्नुको करुणा उत्पन्न गर्नु लागि एउटा उपाय के छ त त्यस्तो उपायहरू के छ त भन्दाखेरि एउटा सानो कामदेखि सुरुवात गर्नुपर्छ जस्तै त्यो के हो त भन्दाखेरि एउटा नम्बर के हो मोबाइल चाहिँ टाढो राख्नुहोस् अनि मोबाइल चाहिँ अब टाढो राखेर छेउमा भएको मान्छेले हेर्नुपर्छ आजभोलिको मान्छेहरू छेउमा भएको मान्छेलाई भुलेर मोबाइल मात्रै हेर्न चाहन्छ त्यसले गर्दाखेरि मान्छे बिर्सन्छ नि चाहे आफ्नो साथी आफन्त उनीहरूदेखि कुरा राम्रो उहाँहरूसँग राम्रोसँग कुराकानी गर्ने उहाँहरूसँग राम्रो कुरालाई बुझ्ने त्यही कारण पहिला मान्छेको कुरा राम्रो सुन्नुपर्छ उसलाई आर्थिक उपदेश दिनुमा अगाडि सार्ने होइन उसको कुरो जरुरी छ उसलाई धेरै के हो त आर्थिक उपदेश दिनु पर्दैन उसलाई समय दिनु पर्छ हामी भोजन लाइनमा खाना खान्छ सबै मोबाइलै हेरेर बस्दो रहेछ नि त त्यही कारणले गर्दाखेरि आफ्नो साथी सङ्गी परिवार सबैलाई समय दिनु जरुरी छ यो बुझ्नु पर्दछ राम्रो कुरा गर राम्रो कुरा सुन परिवारको अन्तिममा सक्यो भने जति सक्यो हो त आफ्नो आप्पा आमा छ भने के हो त एउटा भनौँ न एउटा चौकीदार पाले भनौँ न उनीहरूले पनि अब उसलाई पनि अब के हो अब
उनीसँग अब भनौँ न एक आपसमा उनीहरूले मेलप्ता गर्ने होइन अनि प्राणीहरूसँग हामीले पशु पन्छीहरूसँग दयामाया गर्ने अब भनौँ न अब हामीले हिंसा नगर्ने हत्या नगर्ने अनि अनि रुखहरू कसरी उम्रेको रहेछ अनि कुकुर बिरालोदेखि कसरी खानाहरू दिने रुखहरू वृक्षारोपण गर्ने रुखहरू फुलहरू गोड्ने अनि अनि त्यो गऱ्यो भने के हो त अनि सबै प्राणीहरूले दयामाया बाँड्नुको लागि हामीले यसरी नै जोड्ने हो नि अर्को कुरा के हो त भन्दाखेरि अनि अब हामीले भन्छौँ नि यो समयभित्र म यो मोबाइल हेर्दिनँ सूचना हेर्दिनँ भनेर हामी समय तय गर्छौँ नि समय दिन्छौँ नि त्यो बेला नाचगान हेर्दिनँ त्यो बेला चाहिँ म अब म कुनै पनि अब यो अनलाइन सपिङको हेर्दिनँ यो अब यो बेला चाहिँ म अब विभिन्न गम्भीरता कुराहरू जस्तै बुद्धको वचनहरू एकदम चाखो लाग्दो कुराहरू जीवनमा हित हुने कुराहरू हेऱ्यो भने पनि आफूले आफूलाई नै ओ एउटा कुरा दयामा करुणा भावना गर्नु सम्झिनु भने के हो त सारा सबै प्राणीहरूलाई विचार गर्ने होइन सबै प्राणी सक्दैन सक्दैन कति छ कति प्राणीहरू सबै घटनालाई हामीले एक ठाउँमा कट्ठा गरेर दयामाया त लाग्दैन नि अहिले त्यो नसकिकन एकजनाले दया गर एकजना मान्छेले करुणा जागा भित्री जागा जस्तो कि भित्रैदेखि सहजै स्वीकार गर मान्छेले नभनेर एउटा मानिसलाई एउटा नानीलाई साथै गर अब एउटा अनि जुन बाटो नजाने एउटा बटुवा नबुझेको मान्छेले बाटो देखाऊ यहाँदेखि जानु होला यो खानु होला यसो उनलाई के खाँचो छ एकजनादेखि सुरुवात गर न अनि दुईजना बढ्दै तिनजना हुँदा 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 तपाईँको करुणा व्यापक ढाकेर जान्छ नि एकैचोटि सबै भात्दै भयो भने सक्दैन सफा करुणा हुँदैन हो दुःख चाहिन्छ दुःख चाहिँदैन अरूलाई पनि सुख चाहिँदैन त्यही कारण दुःख भएको हामीले स्वीकार गर्नै पर्दैन छँदैछ हामी विविध स्वभावै हो दुःख भएको त हामीले बुझ्छ नि त होइन र हो अब हामीले के गर्नु मलाई दुःख चाहे मलाई स्वीकार गर्नु पर्दछ लाजनु हुँदैन आफ्नो दुःख आफूले किन लाजाउने दुःख नपाएको प्राणी कुनै छ र आफूलाई गल्ती भएकोमा लज्जनु लजित पर्दैन दुःख नपाएको प्राणी पनि छैन भने सबैलाई कठै बराबर हेर्नु हुँदैन सबै प्राणी दुःखभित्र रहेको छ नि मलाई पनि छ तपाईँले पनि छ सबै प्राणी दुःखै दुःख छ नि त त्यही कारण हामी सबै के हो त सुख दुःखको एउटा परिवार हुन्छ सुख दुःखको एउटा जिन्दगानी हामीको जीवन एउटै हो त्यही कारणले यो आधुनिक कालमा हामी जीवन जीविका चलाइरहेको छ हामी एउटा कडा जमिन भूमिमाथि बसिरहेको छ त्यही कारण आफू एक्लै जिउनु गाह्रो पर्छ त्यही कारण त्यो भित्र अब के हो सबैलाई के हो त अब सुख शान्ति दिएर करुणा मार्फत जानुको लागि के हो त हामीले अब जिउनु पर्नुको लागि हामीले के हो त सही बाटोमा जानु पर्यो नि त त्यसैले गर्दाखेरि जस्तो कि एउटा सानो फुलदानीमा फुल रोपेको त्यो फुलको महत्त्व हुँदैन नि डाँडा काँडामा फुल फक्रेको फुल कति महत्त्व हुन्छ त्यस्तै गरी एउटा यार्चा गुम्बो कुराको कुनै एउटा सानो घेराभित्र नभएको एउटा फुलदानीभित्र नउम्रिएको एउटा यार्चा गुम्बो भिरमाथि कुनै पाखोरमा फल्दाखेरि उम्रिँदाखेरि कतिको महत्त्व हो त्यस्तो किसिमको एउटा दया माया करुणा भनेको चाहिँ के हो त अनि एकजना मात्रै नभएर सबै प्राणीहरू दया माया करुणा गर्नुको लागि चाहिँ अब सुरुवात गर्नु एकजनादेखि सुरुवात गरेर नै सबै प्राणीहरूलाई चाहिँ अब एकदम मूल्यवान बुझ्न सकिन्छ त्यही कारणले यो चाहिँ आधुनिक कालमा कुन कुराले हामीले दया माया कुराउनु जन्माउनु लागि दुःख दिएको छ घाटा परेको छ कुन कुरा सही कुन कुरा गलत हो भन्ने कुरा मैले यसमा जोड दिएँ
자 답쇼 체바단 라송 음 दुसुम के बाको यो साबुते 다디 धर्मभित्र के 가송을 बताएको छ 다티버신 너는 महा करुणा 이주나야 महाकरुणा उत्पन्न 사기 हुनुको 가송을 लागि 사자 실험니가 प्राज्ञासँग जोड्नु पर्दछ 송이다 다 प्राज्ञा पारमितमा 탑야를 त्यही 탑소 बताउनु भएको छ कि 탑야리 이식 उपाय र प्राज्ञाको 소이다 सम्बन्ध रहेको छ 탑 गए गरी 이식해 보라 सूत्रभित्र 소매 बुद्धले बताउनु भएको छ 시와 초지 यहाँ 보라 भनेको छ कि 선제 उपाय 되잖아 उपाय नभएको 니는 प्राज्ञा 소매 मात्रै भएको 시험대 प्राज्ञा नभएको 소원을 उपाय मात्रै भयो भने हुँदै हुँदैन त्यही कारणले यो दुवै चाहिन्छ वज्रयानमा भने उत्पत्ति क्रम सम्पन्न क्रम भने दुईटा बताएको छ यो चाहिँ नछुटिकन जानुपर्छ भने यसरी अब बताएको छ जस्तै गरी के हो त यो पन्छी आकाशमा उड्नुको लागि दुईटा पकेर चाहिन्छ भने जस्तै हो त्यही कारणले दुसुम खेम्बाले भन्नुभएको छ बुद्धको ज्ञान प्राप्त गर्नुको लागि श्रद्धा भक्ति चाहिन्छ प्रज्ञा चाहिन्छ त्यसै गरी करुणा चाहिन्छ भने बताउनु भएको छ भने अनि यही कुराहरू चाहिँ अब मुख्य गरी करुणामै जोड्नु भएको रहेछ त्यसै गरी जो जे पाल्थे दिपाङ्कर श्री ज्ञानले बताउनु भएको छ बोधि मार्ग प्रतिभित्र करुणा बिना कुनै पनि कुराहरू हुँदैन है करुणा छैन भने केही पनि हुँदैन त्यही कारणले करुणा नै प्राणीहरूलाई करुणादेखि नै एउटा उपशान्त मात्र भएर सारा संसारको दुःखदेखि मुक्त हुन सक्छ मुक्त हुनु लागि प्रज्ञा चाहिन्छ प्रज्ञाले नै बुद्ध ज्ञान हासिल गर्ने हो भनेर अतिशयले बताउनु भएको छ घमको पनि यी धर्म थर्केन भनौँ न मोक्ष लङ्गर भित्र बताउनु भएको छ त्यही कारण दुसुम किम्बा लगायत बुद्धले गाए गरे सूत्रमा लगायत यही करुणालाई एकदम महत्त्वपूर्ण अब यो दिएको छ उदाहरण दिनुभएको छ करुणा र उपाय र प्राज्ञा भनेको चाहिँ पन्छीको दुईटा पखेरा जस्तो हो दुवै नै चाहिन्छ पन्छी उड्नुको लागि दुईटा पखेरा चाहिएको जस्तै बुद्धत्व ज्ञान हासिल गर्नुको लागि उपाय र प्राज्ञा चाहिन्छ भनेको यही कुरा हो 샌딜라 떼타지 시럽 신비고는 생겨람나데 니지 신비고는 로마 예어로 믿어봐시게 봐 예송 त्यही कारणले गर्दाखेरि यो बुझाज समाजमा हेबज तन्त्रमा पनि नबी नहुने कुरा बताउनु भएको छ है तन्त्रमा पनि कुरा रहेको छ त्यसै कारणले गर्दाखेरि गुरु अब साह्रो नम्बर के हो त गुरु परम गुरुको दर्शन भनेको छ कि सबै ज्ञान पुरा भए तापनि गुरु बिना संसारदेखि मुक्त कहाँ हुन्छ र फेरि नसमति नाउले मात्रै कसरी पारी तार्न सक्छ फेरि भनेको डुङ्गा चलाउने त्यो नचलेकन पारी तर्दैन भने यसो बताउनु भएको छ त्यही कारणले गुरु कस्तो सहयोगी गलत हो भनेर गुरु बुझ्नु पर्दछ गुरु बिना दया छ भने पनि अब मुक्त हुँदैन भन्ने कुरा चाहिन्छ त्यसै कारणले अनि यो गुरु कुन चिन्हको लागि प्रज्ञा चाहियो र गुरुले बताएको कुरा विश्वास लागि श्रद्धा भक्ति चाहियो यो संसारमा ल्याउनुको लागि करुणा चाहियो भने बताउनु भएको रहेछ त्यसै कारणले गर्दाखेरि गुरु यस्तो हुनुपर्छ अरे हो गुरु यस्तो होस् कि आफ्नो चेला किन नहोस् कहिले पनि दुःख नजाओस् है दुःख नपरोस् है भने जहिले पनि त्यस्तो गुरु हुनु पर्यो चेलालाई सम्झि सुख दुःखमा रेखदेख गरिदिने है दुःखलाई पनि के हो त नरक नजाओस् है भनेर भनिदिने मनदेखि चिन्दिने गुरु हुनुपर्छ भनेको छ यो यसलाई चाहिँ के भन्छ भन्दाखेरि पाँचौं नम्बरमा पर्ने कुरा हो यो परम गुरुको दर्शन चारौं नम्बरमा अब पाँचौं नम्बरमा के रहेको छ त पाँचौं नम्बरमा के हो त धर्मको आग्रह धर्म सुन्ने आफूले बुझे नबुझे तापनि गुरु चरणमा गएर एकचोटि सोध्नु पर्दछ भन्नुभएको छ है त्यसै गरी अब यदि हामीले धर्महरू बुझेन सोधेन भने चाहिँ के हो त अनि कुकुर घोडा जस्तै हो पशु पन्छी जस्तै हो हाम्रो ठाउँमा पशु पन्छी आएर बचे जस्तै हो
त्यही गुरु भएको ठाउँमा सोधेन भने चाहिँ के त अब कुकुर गाई जस्तो त्यत्तिकै बसेको नबुझेको जस्तो हुने हुने हुँदाखेरि अनि धर्म प्रवचन गर्नु लगाउनु पर्छ सुन्नु पर्दछ भन्ने कुरा चाहिँ हो यो पाँचौँ नम्बरको कुरा हो अनि अब tene mutu ni soji shuru me na lo ne dangwa la so ba mang bo xie ba tam ji gi ya be ro mo da xie me ba yin so sen no pa do me ba na do du zhi xie wa de xie me ra de त्यही कारणले गर्दाखेरि अनि हामीले सबै कुराहरू धर्म गुरुले बताउनु भएको कुराहरू चाहिँ सुनेर मात्र अभ्यास गर्नु पर्दछ अरे अनि जुन गुरुले सँग सबै बताए आफूले बुझ्यो तर बुझेर के हो त त्यतिकै राखेन त्यसलाई चाहिँ अनि त्यसलाई अध्ययन गर्ने अभ्यास गर्ने परीक्षण गर्ने त्यसलाई बुझेर मात्रै अब जान सक्छ अरे त्यही कारणले अनि त्यसले चाहिँ संसारदेखि हटाउँछ अनि त्यसले बुझ्नु पर्दछ कर्मफलले नरकमा पुर्याउँदैन दयामा करुणाले थेरवादमा हुँदैन र त्यही कारणले समयक्षम बुद्ध छ भनेर यसरी बताउनु भएको रहेछ त्यही कारणले अब यो अमृतमय सबैको दुःखदेखि मुक्त होस् र सबै प्राणीहरू बुद्धको ज्ञानमा पुगेर जाओस् सबै नै बुद्धले बताउनु भएको कुरा अभ्यास गर्नुपर्दछ अभ्यास गरेर जुन कुरा त मुक्ति हुन्छ त्यही नै गर्दछु त्यसले गर्दा तपाईँहरूको मनमा ज्ञानको रोशनी बलो जसले गर्दाखेरि बुद्धको ज्ञान हासिल गर्न सकोस् यो लामो प्रवचन हो तिथि भनेर टुङ्गाउनु भएको छ अब अन्तिममा दयामाया भनौँ न यसमा के भनेको छ भन्दाखेरि श्रद्धा भक्ति छैन भने विश्वास हुँदैन त्यसमा अब प्रज्ञा छैन भने बुझ्दैन त्यस्तै गरी अब करुणा छैन भने बुद्धको ज्ञान हासिल नहुने हुँदा यो सबै चाहिन्छ है भनेर यसरी दुसुम खेमाले बताउनु भएको रहेछ है यो कुरालाई चाहिँ ध्यान याद राख्नु होला आजको लागि यति भन्दै मेरो वचनलाई यहाँनिर टुङ्गाउन चाहन्छु भवतु सङ्घ सर्वमङ्गलम सबुद्धि धर्म आज यहाँ टुङ्गिन्छ